चर्चा गर्नुहुन्छ, कुरा गर्नुहुन्छ, स्पष्ट धारणा राख्नुहुन्छ। आज दल भन्ने बित्तिकै, नेता भन्ने बित्तिकै अझ भनौँ एमाले जो अहिले सत्तामा छ, तपाईँले मानेको पार्टी, एमाले भन्ने बित्तिकै अझ वितृष्णा, अझ नेताहरू भन्ने बित्तिकै वितृष्णा, यो अवस्था किन आयो? तपाईँ त्यो स्वीकार गर्न तयार हुनुहुन्छ? वितृष्णा साँच्चै छ भन्ने अवस्था छ कि यो केही झुन्ड हो, यो पनि यो बकवास हो भन्ने अवस्थामा तपाईँ पनि पुग्नु भएको छ? होइन, यस्तो चाहिँ हेर्नुहोस् हेमराजी, के हो भने यो पार्टी भन्दा पनि होइन, पार्टीको नेतृत्व गरेका नेताहरू होइन ठिक नभएपछि, देश र जनताप्रति इमानदार नबनेपछि, सधैँ देश र जनतामाथि गद्दारी गरेपछि, राष्ट्रमाथि घात गरेपछि, बेइमानी गरेपछि होइन, तपाईँले देख्नुभयो नि त, देशद्रोही पनि काम सरकारमा गएका मान्छेहरूले नै गरे। नक्कली भुटनाडी शरणार्थी बनाए होइन, काण्डमाथि काण्ड, काण्डमाथि काण्ड, काण्डमाथि काण्ड आज जुन भइरहेको छ नि, यो त तपाईँको चाहिँ यिनै राजनीतिक दलले, म आबद्ध भएका राजनीतिक दलका नेताहरूले पनि गरे। अहिले हाम्रो पार्टी नेकपा एमाले सरकारको नेतृत्व गरिआउनेलाई बढी चाहिँ जनताको तपाईँको चाहिँ होइन सरकारप्रति, सरकारको नेतृत्व गरेको पार्टीका नेताप्रति अलि तपाईँको चाहिँ बढी चाहिँ आक्रामक हुने, बढी तपाईँको असन्तुष्ट व्यक्त गर्ने त स्वाभाविकै हुन्छ। किनभने यो सत्ताले, यो सरकारले केही दिन सक्दैन देश र जनतालाई, सक्दैन, केही दिन सक्दैन। यो स्पष्ट सम्भव नै छैन, यो स्पष्ट विचार हो, सम्भव नै छैन। किनभने हामी ऋण ल्याएर देश चलाइरहेका छौँ नि, उत्पादन छैन, कल कारखाना छैन, पुरै दलाल पुँजीवादले देशलाई कब्जामा राखेको छ के। त्यसमा माफिया पनि छ, तस्कर पनि छन्, बिचौलिया पनि छन् होइन। अनि यिनीहरूले कब्जामा राखिसकेपछि यिनीहरूको अनुसार काम गर्नु पर्यो नि त।